पुसको पानी भनेको चाहिँ अहिले पुस महिनाभरि भरेर हामीले बाहिर राख्दाखेरि चाहिँ हुन्छ हैन। यो चाहिँ मैले भरिसकेको। यो चाहिँ भरेर अहिले बनाउनलाई पुसको एक दिन बाँकी हुँदाखेरि पनि हजुरहरूले चाहिँ यसरी पानी भरेर अनि माघ लागेपछि नै बनाउन मिल्छ, किनभने मेरो मम्मीले त्यसरी बनाउनुहुन्थ्यो है। अब मैले चाहिँ यसलाई के ठिक पारेको छु भने काउली छ, मुला छ, अनि त्यसपछि डल्लो खुर्सानी, अनि लामो खुर्सानी, अनि गाजर, यो सबै चिज राखेको छु है। अब यसलाई के गर्ने भने नि यसरी मेरो मम्मीको त एकदमै यो स्पेसल के धेरै बनाउने के नानु मम्मीले। अनि सबैजनाले मेरो मम्मीलाई त माइली भाउजू भन्थ्यो नि त। अनि माइली भाउजू यो अचार बनाएको छैन भनेर सोध्थ्यो कि सबैले। अनि मम्मीले सबैलाई दिनुहुन्थ्यो। अहिले चाहिँ मम्मीले पनि 2-3 दिन चाहिँ पानीमै यसरी डुबाएर ठ्याक्क राखिदिने हो कि। अब यसमा जे पनि राख्न मिल्छ, लप्सी भए लप्सी राखिदिन मिल्छ होइन, टमाटर भए टमाटर राखिदिन मिल्छ। अनि त्यसपछि अब पहिला त निबुवा हुन्थ्यो, निबुवा राखिदिन नि मिल्छ। यदि नराख्यो भने यो पनि अमिलो हुन्छ। अनि यसको लागि चाहिँ यहीँ अनि मैले डल्ले खुर्सानी पनि लिएको छु। डल्ले खुर्सानी हाल्दै ल यो हालेँ। पानी धेरै भयो क्या, अड्दैन क्या, पानी अलिक कम गर्नुपर्ने रहेछ। यसरी यो खुर्सानी राखिदिने होइन। ल अब यो पुसको पानीमा चुल्लुममा डुबेर बस्नुपर्छ क्या यो। ल हामी है अब यति भयो भने त हजुरले जे सुके पनि आफ्नो घरमा जे छ त्यही हालिदिनु मिल्छ। अब यसरी हालिदिने। अब 2-4 दिनपछि यो चलाउँदै जाने अनि गल्दै जान्छ। अब अलिअलि पिरोको लागि खुर्सानी, अनि पछि चाहिँ हजुरले यसमा आफूलाई स्वादअनुसार नुन होइन अनि सबै चिज हाल्न मिल्छ। अहिले चाहिँ 2 दिन जति चाहिँ यत्तिकै राखिदिने। मेरो मम्मीले चाहिँ यस्तै गर्नुहुन्थ्यो। अब सबैजनाको आफ्नो आफ्नो तरिका होला होइन। अब यसरी चाहिँ बाहिर राखिदिने हो कि, पानी पनि यसरी देख्ने गरेर। अनि यसरी बनाएर छोड्नु भयो भने हजुरहरूले जहिले खाँदा नि हुन्छ। अनि यसलाई चाहिँ नुन बेसार होइन, अनि यत्तिकै खाँदा नि हुन्छ, नुन मात्रै हालेर अनि अलिकति टिमुर राख्ने। अलि पछि चाहिँ अनि त्यसपछिबाट यसलाई चाहिँ अलिकति हामीले रायो पनि पिसेर हाल्न सक्छौँ। अहिले चाहिँ यत्तिकै राखिदिने हो। हजुरहरूले बनाउनु भएको छैन भने यसरी बनाउनुहोस् है त।